हेलो गाइजहरू गुड मर्निङ एभ्रिवान होइन। अनि आज चाहिँ माघ 10 गते अहिले चाहिँ हाम्रोमा यहाँनिर भनेको आलु मकै रोप्ने सिजन हो होइन। चट्ट हामी चाहिँ बर्खे रोपिन्छ। अनि यति पछाडि चाहिँ मैले छरिसकेको छु भने यिनीहरू यो मलको थाकहरू यिनीहरू सबै छर्नुपर्ने छ। अनि धेरै पछाडि यहाँनिर मैले आज चाहिँ भ्लगिङ गर्दैछु, यसो भिडियो बनाउँदैछु होइन। अब लङ टाइम आफ्टर लङ टाइम भनौँ न, धेरै पछाडि 6-7 महिना भन्दा पनि 3-4 महिना भइसक्यो होला। यस्तै छ यहाँनिर चट्ट मल हिजो बोकिएको थियो हाम्रोमा चाहिँ। आज दिउँसो पनि खेत लाग्छ। यो हाम्रो बारी अनि यो माथिल्लो कल्ला यो परको भनेको पुर्णे काकाहरूको घर, मेरो चाहिँ उतापट्टि छ। अनि यहाँ भनेको बालज्योति कोपाको घर। अब ठ्याक्कै यो छरिसकेर एकछिनबाट गोरु जोतिन्छ। त्यो यो अब के भन्नु र होइन। अरू त अहिले चाहिँ मैले यति चाहिँ छरेर भइसकेँ। चट्टसँगले यति चाहिँ भ्याइयो। घाम लागिरहेछ, यता तलति चाहिँ घाम लागिरहेछ। त्यो यति यो यहाँदेखि उँधो चाहिँ छर्छु, यहाँदेखि उँभो चाहिँ भोलि छर्छु। अनि यति चाहिँ रोपिन्छ कि भन्ने छ, आज सियोमा हालिन्छ कि भन्ने छ। अब खोइ के हुन्छ। सो गाइजहरू अहिले चाहिँ बिहान टक्क मेरो मकै छरै कार्यक्रम छ है। अनि यति रोप्यो भने आज चाहिँ यो कालो कालो मल छरेको भाग रोप्ने छु। अनि आज चाहिँ घाम पनि छिरेको छैन। अहिले चाहिँ लगभग बिहानको 8 बजिसकेको छ, घाम छिरेको छैन। आज चाहिँ दिन अलिक धुम्मै छ, जाडो छ। त्यो अब के भन्नु र। ल अब चाहिँ म रोप्ने काम सुरु गर्छु। अनि हिजो चाहिँ यहाँनिर अलिअलि गोरुले जोतेको थिएँ, होलो जुवा यहाँनिर छ। अनि यहाँनिर रोपि नसकेको थोरै आलु चाहिँ मैले होइन चट्टसँगले घर नलगिकन यो घरमा राखेको थिएँ। यहाँनिर हुनुपर्छ, यहाँनिर छ, यति छ, यो र थोरै डोकोमा छ। सो आज चाहिँ म एक्लै रोप्ने छु, कोही साथी पनि छैन। अनि यहाँले गाउँमा खेतलाहरू पनि पाउनु छोडिसकेको छ। अब त्यहाँनिर थोरै रोप्नुपर्ने छ। अनि यहाँनिर छ मेरो चट्ट चपरा पन्जा, अनि थोरै आलुको बिउ र डोको। अनि उयो चाहिँ यो ब्याग जलाएको चाहिँ मकैको बिउ हो होइन। अब चडक्कसँगले म यहाँनिर रोप्न थाल्छु। यहाँ
यति रोपिसक्यो है आज चट्टासँगले यति। अनि अलिपुरले थोरै पुगेन, अब यति रोपिसक्नु भने बाँकी छ यो मल सर्को जति आलु बिउ ल्याउनु जान्छु होइन। अनि फेरि आएर रोप्नु पर्यो। सो अहिले चाहिँ मैले रोपिसकेँ आलु चट्ट यति चाहिँ आज सकिएको छ भने अब यो चाहिँ भोलि बिहानतिर मेरो मल छरे हुन्छ। यहाँ पर पमाले पनि छरिरहेछ मल। यो अब घरतिर गएर घरको काम हाल्नुपर्ने हुन्छ।